सुँगुर वर्ष फाग्लोको बारेमा व्याख्या गर्न चाहन्छु। यो सुँगुर वर्ष कि फाग्लोको बारेमा पुस्तकमा के लेखेको छ भने ढङतेन क्यों र गा भनेको छ। यसको मतलब यो सुँगुर वर्षको मान्छेहरू सत्य तथ्यमा रहन मन पराउँछ, इमानदारी हुन्छ, इमानदार हुनमा मन पराउँछ भनेको छ। मिस बर्हाचङसँग भनेको अरू मान्छेलाई सरसहयोग गर्ने र मद्दत गर्न एकदम मन पराउने स्वभावको हुन्छ भनेको छ। केचा दपदिप मंगबो मिसे भनेको नचाहिँदो गफ र अनावश्यक कुराहरू नगर्ने स्वभावको हुन्छ भनेको छ। ख्यारडो ख्यार दुग्ला गा भनेको सुँगुर वर्षको मान्छेहरू एक्लै घुम्न मन पराउँछ र एक्लै बस्न मन पराउने स्वभावको हुन्छ। सेम्ज्याछे भनेको मन विस्तृत अथवा ठुलो हृदय भएको, ठुलो मन भएको मान्छे हुन्छ भनेको छ। चेदुङ छिरु मिङोन्याङ नङदो चेदुङ मेचेसिन छे भनेको छ। बाहिर रूपमा माया प्रेम नदेखाए तापनि भित्र चाहिँ माया प्रेम एकदम ठुलो आगोको ज्वाला जस्तो बलिरहेको हुन्छ भनेको छ। लोकोर चुङ्गीले छे संशोइन भनेको छ। यो सुँगुर वर्ष चाहिँ 12वटा वर्ग मध्येबाट सबैभन्दा उत्तम वर्ष हो भनेको छ। सुन्नुई तुसु च्यावा थाम्चे छोकले नम्बर झरवा हिँडे नियन्त्रण नङ्गी नत्र थुङ्गर्से भनेको छ। यो सुँगुर वर्षको मान्छे युवा युवतीको अवस्थामा सम्पूर्ण कामहरूमा विजय प्राप्त हुन्छ भनेको छ। त्यसपछि च्यावा चिचेच्या युनजिङवे न्यमजोक चेगो भनेको छ। यो सुँगुर वर्षको मान्छेले काम गर्दाखेरि धेरै लामो समयसम्म लगातार काम गरेपछि मात्र सफल हुन्छ। त्यसकारण काम गर्दा सधैँ अरूसँग मिलेर अरूको साथ लिएर काम गरे राम्रो हुन्छ भनेको छ। त्यसपछि लोक त यो डोग्न सङ्ग भनेको छ। यो सुँगुर वर्षको मान्छेले जीवन साथी अथवा साथी मित्र बनाउनु पर्दा बेडा वर्षको मान्छे र खराया वर्षको मान्छेसँग सम्बन्ध गाँसे राम्रो हुन्छ भनेको छ। र अन्तमा छवा सेन्चेन्द ढिमडुल केल्टेम्बा हो भनेको छ। यो सुँगुर वर्षको व्यक्तिले जीवनमा कस्तो व्यवसाय अथवा काम गर्यो भने राम्रो हुन्छ भने सेन्चेन्दाङ भनेको शिक्षा सम्बन्धी कामहरू गर्यो भने राम्रो हुन्छ। त्यस्तै गरी शिक्षाको कामहरू गरे पनि राम्रो हुँदो रहेछ। यातायात अथवा सावरी साधनको कामहरू गरे भने पनि राम्रो हुन्छ भनेर बताएको छ।